नमस्कार मित्रवर्ग एवं आदरणीय दर्शक महानुभावहरू, स्वागत छ हजुरहरू सम्पूर्णलाई तारानाथ भण्डारी युट्युब च्यानलमा। र आजको बसाइमा यस्तो एउटा महान वार्षिक राशिफल लिएर प्रस्तुत भइसकेको छु। र आज तपाईको पालो छ कालपुरुषको यस्तो कम्प्युटर सम्मान्तिमा वाला राशि। कालपुरुषको 2 स्वभाव अन्तर्गतमा पर्ने नभएर वायु तत्व अन्तर्गतमा पर्ने अत्यन्तै पावरफुल, अत्यन्तै स्वतन्त्र, अत्यन्तै मौलिक विचारधाराले युक्त र तीव्र बुद्धिमान राशि कालपुरुषको तेस्रो राशि मिथुन राशि। त मेरा प्यारा प्यारा आदरणीय मिथुन राशिका दर्शक महानुभावहरू, आजको बसाइमा यति धेरै कुराहरू बताउने छु। आजको यो वार्षिक लेखाजोखा तपाईको पूरा बताउने छु। र वार्षिक राशिफलको लागि चाहिने लामा जुन एउटै राशिमा लामो समय गोचर गर्ने ग्रहहरू छन्। शनिदेव एउटा राशिमा 2.5 वर्ष रहन्छन्, राहु देवता 18 महिना रहन्छन् भने बृहस्पति देवता 13 महिना रहन्छन् भने केतु र राहुको 18 महिना हुन्छ। अब यहाँ यस वर्ष बृहस्पतिले पनि दुईटैवटा राशि परिवर्तन गर्नेछन्, किनकि कार्तिक 13 गतेसम्म कर्क राशिमा उच्च भएर रहनेछन् भने कार्तिक 14 गते पछाडिबाट भने सिंह राशिमा बृहस्पति देवता जानेछन् सूर्यको गोचर एउटा राजाको घरमा। र शनिदेव तपाईको पूरा वर्ष तपाईको मिथुन राशिदेखि यो राशि लग्न हो, राशिको गोचर हो। राशि गोचर कुण्डली अनुसारमा तपाईको यहाँ विशेष गरेर भन्नुपर्दाखेरि 10औं कर्म क्षेत्रमा शनिदेव राजमा रहनेछन् भने भाग्य स्थानमा तपाईको मङ्सिर 19 गतेसम्म राहु देवता भाग्य भावमा रहनेछन् भने राहु सधैँ बक्री हुन्छन्। त्यसकारणले गर्दा मङ्सिरको 20 गतेबाट राहु देवता पनि फेरि तपाईको मकर राशिमा 8औं स्थानमा राहु देवता आउनेछन्। अब यस्तो अवस्थामा तपाईलाई यो वर्ष के हुनेवाला छ त? हुन त एउटा शनि र राहुको एउटा गोप्य रहस्य तपाईँलाई मैले गोप्य खुलासा पनि खुलाउने छु। यिनीहरूले दिने प्रभाव र बृहस्पति देवता तपाईको जुन सप्तम भावको मालिक र कर्म भावको मालिक बनेर धनभाव र तृतीय भावमा बृहस्पति हुँदै गर्दा हुने प्रभावको बारेमा आज डिटेलमा जानकारी हुनेछ। भिडियो अत्यन्तै रोचक रहनेछ र यो वर्षको तपाईलाई छर्लङ्ग एउटा निर्णय तपाईले निर्णयात्मक के लिन पाउनुहुनेछ। कहाँ जाम, के गरौँ, के सही हो, के गलत हो, तपाईले आफ्नो पढाइ छुट्याउन सक्नुहुनेछ। विगतका गल्तीहरूको पनि तपाईले भुलचुक गर्नुभएको छ भने पनि तिनका सुधार्ने अवसर पनि तपाईले प्राप्त गर्नुहुनेछ। तर यो पूरा भिडियो सुन्नुभन्दा पहिले एउटा सानो निवेदन के गर्न चाहे भन्दा, यदि हजुरहरू पहिलो पटक मेरो च्यानलमा जोडिनु भएको छ, पहिलो पटक यो भिडियो हेर्दै हुनुहुन्छ, नयाँ दर्शक हुनुहुन्छ भने र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया तुरुन्तै गएर च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनकि आउँदा भिडियोहरू तपाईले हेर्न पाइरहनु हुनेछ। बेल आइकन साथमा रहेको बेल आइकन घण्टीलाई पनि दबाइदिनु होला र आफ्नो अमूल्य सल्लाह सुझाव प्रतिक्रिया दिँदै गर्नु होला, ताकि च्यानललाई विशेष गरेर यदि मन पर्यो भने अवश्य पनि अन्तिम समय सुनिसकेपछि यदि मन पर्यो भने भिडियोलाई सेयर गरिदिनु होला, लाइक गर्नु होला, कमेन्ट गरिदिनु होला। हजुरको एउटा लाइक, कमेन्ट र सेयरले मेरो च्यानल जीवन्त रहनेछ र मलाई पनि थप हौसला प्रदान भइरहनेछ। रेगुलर हेर्नेवाला दर्शक हुनुहुन्छ भने रेगुलर लेखिदिनु होला, नयाँ हुनुहुन्छ भने पहिलो पटक लेखिदिनु होला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो कुराको पनि जानकारी गराइदिनु भयो भने हामीलाई पनि धेरै खुसी नै हुनेछु र म आभारी हुनेछु। बाँकी हजुरको सल्लाह सुझाव अनुसार अगाडि बढिनेछ। केही कस्ता खालका भिडियो राख्दा हजुरहरूलाई राम्रो हुन्छ, कस्तो खालको भिडियो तपाईले चाहनुहुन्छ, के कस्ता तपाईको मनका जिज्ञासाहरू छन्, यी सम्पूर्ण कुराहरू राशिफलले मात्र पुरा नहुन सक्छन्। त्यसकारणले गर्दाखेरि यदि तपाईको जन्ममिति, महिना, गते वा जन्मस्थान लिएर तपाईँ आफ्नो परिचय सहित व्हाट्सएप तल स्क्रिनमा दुईवटा मैले व्हाट्सएप नम्बर राखिदिएकै छु। व्हाट्सएप नम्बरको माध्यमबाट तपाईहरु जोडिएर आफ्ना जिज्ञासाहरू राख्न सक्नुहुन्छ। आफ्नो जन्मकुण्डली चिह्न टिप्पणी देखाउन, हेराउन, हस्तरेखा देखाउन, फेस रिडिङ, वास्तु परामर्श, कुनै पनि ज्योतिषीय परामर्श लिनको लागि पनि हजुरहरूले व्हाट्सएप अथवा मेरो फेसबुक मेसेन्जरबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। फेसबुक पनि यही युट्युब च्यानलकै नाम अनुसार छ। त आदरणीय दर्शक महानुभावहरू, मेरा मिथुन राशिका दर्शक महानुभावहरू, यदि बालक वृद्ध जहाँ कोही पनि हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ भने अब विशेष ध्यान दिएर सुन्नुलाई यो हजुरकै लागि तयार पारेको हो। पूरा भिडियो 15-20 मिनटको हुन सक्छ, तर हजुरको लागि हो, आफ्नो लागि भनेर अत्यन्तै ध्यान दिएर एकान्तमा श्रद्धा भक्तिपूर्वक सुनिदिनु होला। किनकि भनिएको छ, ग्रह राज्यम प्रयच्छन्ति ग्रह राज्यम हरन्ति च ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरं। भरे ग्रहले नै राज्य हरण गर्दछन्, ग्रहले नै राज्य दिलाउने गर्दछन्। त्यही भएर सम्पूर्ण जगत चराचर सबै ग्रहको अधीनमा रहेका छन् र त्यसलाई अधिकार पनि भगवानले नै, ईश्वरले नै दिनुभएको छ। अब हामीले कस्तो कर्म गर्छौं त्यस्तै किसिमको यहाँ परिवर्तन ग्रह योगहरू बन्दै जाने हुन्छन्। अब यसमा तपाईको यति बेलाको वर्षको योग बनेको छ, तपाईलाई मैले बताइसकेको छु यहाँ ग्रह गोचरको परिवर्तनको कुराहरू। बाँकी अब लग्नको कुरा गरौँ। लग्नको मालिक यहाँ बुध भने त्यसै अलग अलग राशि, मासिक राशिमा जस्तो गर्न यहाँ मिल्दैन, किनकि मैले जम्मा 4वटा ग्रहलाई लिएको छु। यो वर्षमा तपाईको 4वटा ग्रहको प्रभाव यस्तो चमत्कार यति पर्नेवाला छ। अब बृहस्पतिको कुरा गरौँ। बृहस्पति देवता सप्तमको मालिक र कर्म भावको मालिक बनेर यहाँ आउँदैछन्। वर्षको तपाईले पूर्वार्ध भागमा तपाईले यहाँ सप्तम भावको फल पाउनुहुनेछ, किनकि जुन राशि तपाईको लग्नदेखि गर्दै जुन राशि पहिलो आउँछ त्यसैको फल तपाईले पहिला पाउनुहुन्छ।
अब यहाँ धनु राशिको स्वामी बृहस्पति देवता सप्तमेश भएर धनुभावमा आउनु, यो किन नै हो भनेको तपाईँको ससुराल पक्ष, पत्नी पक्ष, यदि पुरुष हुनुहुन्छ भने, महिला हुनुहुन्छ भने आफ्नो घर गृहस्थ भनौँ, अब आफ्नो ससुराल पक्ष, वैवाहिक जीवनको पाटो, यौनजन्य सुख सुविधाहरू, पार्टनर क्षेत्रका कामकार्यहरू र विशेष गरेर साना साना विदेश यात्राहरू, घरेलु उद्योग, लघु उद्योगहरू, यस्ता साना साना आफ्नो बिजनेस व्यवसाय केही गर्नुभएको छ, साना साना पसल गर्नुभएको छ भने यस्तो स्थानको स्वामी बृहस्पति देवता भएर धनभावमा आउँदै गर्दा यिनै वस्तुबाट तपाईँलाई धन लाभ हुने हुन्छ। र यो वर्ष तपाईँको लागि यदि तपाईँ जुन यो वाणी स्थान, अब यहाँ कहाँ आयो त भन्दा वाणी स्थानमा आयो। वाणी स्थानको स्थानमा घर परिवार, नाता, कुटुम्ब, बैंक ब्यालेन्स, सुख दुःख एउटा मारक स्थान भएको कारणले गर्दा बृहस्पति यहाँ आउनु एक प्रकारले आफ्नो स्थानबाट अष्टम स्थानमा आउँदै गर्दाखेरि यहाँ कतिपय राम्रा पनि छन्, नराम्रा पनि पक्ष छन्। किन भन्दा आफ्नो स्थानबाट आठौँ भएर आउनु राम्रो भन्नु पर्यो। अब केन्द्रको मालिक धनभावमा गएर बस्नु फेरि तपाईँलाई ससुराल पक्षबाट श्रीमान अथवा श्रीमतीको तर्फबाट विशेष धन लाभको योग छ। व्यापार मार्गमा तपाईँ अगाडि बढ्नुहुने हुनेछ र पार्टनर क्षेत्रमा तपाईँलाई विशेष फाइदा हुनेवाला छ। विदेश यात्राको योगहरू बनिरहन्छ। अब अवश्य पनि तपाईँले धेरै यात्राको अवसर तपाईँलाई प्राप्त हुनेछ। यौनजन्य हल्का सुखको साथसाथमा थोरै समस्या पनि आउन सक्छ र साथसाथमा वाणीमा यति प्रभाव पर्नेछ। बृहस्पति जुन आफैमा एउटा वैदिक, सनातनी, संस्कारी, शालीन, सभ्य, ज्ञानी, चारजनालाई ठाउँमा तपाईँ एउटा मिटिङमा गएर, सभामा गएर बल्ल तपाईँको कुरो नफालिने खालको त्यस्तो बौद्धिक क्षमतावाला बृहस्पति देवता जब उच्च भएर वाणी भावमा आउँछन् भने पहिलो कुरा त तपाईँको वाणीमा यति ओजस्विता रहनेछ कि तपाईँ वाद विवादमा सधैँ विजयी रहनुहुनेछ। कुनै पनि तपाईँ प्रोग्राम उद्घोषक हुनुहुन्छ, सभापति हुनुहुन्छ, ज्योतिषी हुनुहुन्छ, वकिल हुनुहुन्छ, प्रोफेसर हुनुहुन्छ, मोटिभेसनल स्पिकर हुनुहुन्छ, कलाकार हुनुहुन्छ, या जहाँ तपाईँलाई धेरै बोल्नुपर्ने अवस्था, एउटा युट्युबर हुनुहुन्छ भने कुनै पनि अवस्थामा तपाईँलाई जहाँ बोलेर खाने बोल्नुपर्ने अवस्था छ त्यहाँ तपाईँको बोली बिग्रिनेछ। तपाईँको बोलीद्वारा तपाईँको धेरै कामहरू पुरा हुनेवाला छन् र आफ्नै बोलीको कारणले कतिपय घर परिवार टुट्न पनि सक्छन् भने त्यही बोलीको कारण तपाईँ त्यही राम्रो आफ्नो भाइलाई संयमित रहेर सबैलाई मान सम्मान दिएर बोल्नुभयो, कसैसँग घमण्ड अहङ्कार क्षुद्रति माफ लगाउनु भएन भने र सतर्क रहेर आफ्नो वाणीलाई नियन्त्रण गर्दै सुमधुर सम्बन्ध बनाउने प्रयत्नमा लाग्नु भयो भने ग्यारेन्टीको साथ तपाईँका बिग्रेका छुटेका सम्बन्ध पनि, पारिवारिक सुख सुविधा पनि तपाईँले पाउनुहुनेछ। जहाँ गए त्यही तपाईँलाई मान सम्मान हाई हुनेछ। कुटुम्ब सुख तपाईँलाई मिल्नेछ। धनको ब्याङ्क ब्यालेन्स बढ्नेछ। यो वर्ष तपाईँलाई कुनै पनि प्रकारबाट धनको अभाव रहने छैन। धनले तपाईँलाई परिपूर्ण हुनुहुनेछ। मनका इच्छा आकांक्षा, ऋण, रोग, मुद्दा, मामिला, झगडा, झन्झट जे जति पनि झमेलाहरू छन् ती सबै तपाईँको पार भएर जानेछन् र साथसाथमा मान सम्मान पनि पाउनुहुनेछ। भने एउटा चेहरामा पनि अलिकति खुसी, एउटा ओजस्विता, केही न केही प्रभाव, व्यक्तित्व प्रभाव तपाईँको रहनेछ। आवामण्डल तपाईँ बोल्दै गर्दा मान्छेले ध्यान दिएर सुन्नेछन्। तपाईँको कुरा केही लागू हुन सक्नेछ। तर न्यायको मार्गमा, सत्यको मार्गमा तपाईँ अगाडि बढ्नुपर्ने हुन्छ। अलिकति यहाँ केतु पनि विराजमान हुँदै गर्दा राहु र केतुको मैले पछि बताउँला। अहिले पहिला बृहस्पतिको कुरा गरौँ। अब बृहस्पति देवता तपाईँको कार्तिक 13 गतेसम्म त तपाईँलाई यो फल मिल्छ भने, तर त्यस पछाडिबाट भने अलिकति तृतीय स्थानमा आउनेछन् सिंह राशिको घरमा, जुन सिंह राशिमा सूर्यको घरमा। हुन त बृहस्पति एउटा गुरु हो भने सूर्यदेव राजा हो, सौरमण्डलको ग्रह मण्डलको राजा हुँदाखेरि राजकीय सुख, दाजुभाइ बन्धु बान्धवको स्थान हो यो। नाक कान गला कला शौर्य हिक्मत पराक्रम राजस्थान भएको कारणले गर्दाखेरि अलिकति तपाईँलाई कतै न कतै मिहिने एउटा जिम्मेदारी भार तपाईँलाई थपिन सक्छ। र उत्तरार्धमा गएर जीवनले दाजुभाइ बन्धु बान्धवको सुख त पाउनुहुनेछ। बृहस्पतिको दृष्टि सिधा भाग्य स्थानमा पर्दैछ। भाग्यले साथ सपोर्ट दिनेछन्। भाग्यको कृपा, भाग्यको उदय तपाईँलाई अवश्य पनि हुनेछ भने पैतृक स्थानमा पनि केही वृद्धि हुनेछ। पैतृक साथ सपोर्ट सहयोग तपाईँले पाउनुहुनेछ। बाँकी उत्तरार्धमा गएर तपाईँले विशेष गर्दा उत्तरार्धमा बृहस्पतिको फल यहाँ कार्तिक 14 गते पछाडिबाट भने अवश्य पनि भाग्यको उदय हुनेछ। धर्म, तीर्थ, व्रत, यात्रा, कुनै माङ्गलिक कार्यहरू, धार्मिक व्यक्तित्वहरूको पनि साथ सपोर्ट तपाईँले अवश्य पनि पाउनुहुनेछ। भने अब राहु देवता मङ्सिर 19 गतेसम्म भाग्यमा बसेर केही भाग्यमा चुनौती, के उथल पुथल, कहिलेकाहीँ मनमा उतार चढाव, यत्रो धर्म गरेँ, यत्रो व्रत गरेँ, यत्रो कल्याण गरेँ, अथवा यत्रो मैले यत्रो गरेँ, तर यस्तो भयो मलाई केही मिलेन, यो धर्म कर्म भगवान ईश्वर केही रहेनछ भनेर बेला बेला तपाईँलाई यता कता छनै तुष्ट छनै रुष्ट भनेको छ। आफैले आफैलाई झिझी जस्तो, आफैले आफैलाई रिस उठे जस्तो, आफैले आफैलाई धिक्कारे जस्तो पनि तपाईँले महसुस गर्न सक्नुहुनेछ। पैतृक स्थान छोडेर तपाईँ कतै टाढा जानुपर्ने अवस्था हुनसक्छ। या पितृक स्थानमा कतै न कतै जग्गा जमिन अंश बन्डा, केही न केही दाजुभाइ बन्धु बान्धवमा केही झमेला समस्या या पुरानो कुराहरूले लिएर केही कोटिएर केही विवादहरू पनि हुन सक्छन् भन्ने सम्भावना रहन्छ। राहुको
एउटा पथभ्रष्ट तमोगुणी मतिभ्रष्ट गराउने खालको राहु हुँदा धर्म कर्मबाट तपाईँलाई अलिकति वञ्चित गराउन सक्नेछ, धर्ममा रुचि कम रहन सक्छ र अलिकति भ्रम पैदा हुन सक्छ, गलत व्यक्तिको साथ सपोर्ट तपाईँले पाउन सक्नुहुन्छ या तपाईँ गलत व्यक्तिको साथमा तपाईँ ल्याउन सक्नुहुन्छ। भाग्यको भरोसामा हुँदा तपाईँले आफ्नो कर्मलाई महत्त्व दिनुहुनेछ। हुन त यो युग कर्म प्रधान हो, कर्म युग हो, कर्म गर्नुपर्छ, तर सकारात्मक सोच लिएर सही मार्गमा तपाईँले कर्म गर्नुहुन्छ भने त्यसको परिणाम राम्रो सफल हुन्छ भने गलत तरिकाले भ्रम आडम्बर अहंकार युक्त तपाईँले कर्म गर्नुहुन्छ भने कसैलाई देखाउको लागि गर्नुहुन्छ भने त्यसको परिणाम पनि त्यस्तै किसिमको गलत नै हुनेछ। त्यो कुरामा अवश्य पनि ध्यान पुर्याउनु होला। बाँकी त बृहस्पतिको दृष्टि कृपा हुँदैछ, बृहस्पतिको दृष्टि हुँदैछ, राहु पनि यही शान्त हुनेछन्, तर केतुको कारणले गर्दा अलिकति यहाँ चाण्डाल गुरु चाण्डाल युग चाहिँ बृहस्पतिमा केतु अथवा राहुको युति अथवा दृष्टि प्रभाव पर्छ भने गुरु चाण्डाल युग भन्छ। गुरु चाण्डाल युगमा तपाईँको मति भ्रष्ट हुन सक्छ, आफूभन्दामा आफ्नो ज्ञानको विषयलाई लिएर तपाईँ अहङ्कार आउन सक्छ, या तपाईँले आफ्नो पथभ्रष्ट धर्मभ्रष्ट हुन सक्नुहुन्छ। आफ्नो गुरुलाई पनि तपाईँले नमान्ने, गुरुको पनि कदर नगर्ने, मातापिता गुरुको लागि पनि रोउन सक्ने, उनीहरूसँग पनि वाद विवाद गर्न सक्ने, आफूलाई सर्वश्रेष्ठ सर्व मान्न सक्ने या कुनै न कुनै प्रकारको आफ्नो शक्तिको दुरुपयोग गर्न सक्ने पनि सम्भावना रहेको हुँदाखेरि अलिकति त्यो कुरामा पनि विशेष ध्यान दिनु होला। राहुको शान्ति गर्नु होला, बृहस्पतिको अस्तित्वलाई नगुमाउनु होला र आफूले पाएको इज्जत गरिमा जो छ त्यसलाई बचाइराख्नलाई तपाईँले प्रयास अवश्य पनि गर्नु होला, नत्र कहीँ न कहीँ मानहानिको परिस्थितिमा आउन सक्छ, कतै तपाईँका पोलहरू खुल्न सक्छन्। अब राहु देवता मङ्सिर 20 गतिबाट अष्टमी स्थानमा आएर दुर्घटनाको योग बनाउन सक्छन्, स्वास्थ्य बाधा हुन सक्छ, दीर्घ रोगहरू लाग्न सक्छन्, तपाईँले नसोचेको नजानेको कल्पना नगरेको नचिन्हुँदो यस्तो एउटा रहस्यमय बिमारी या रोग या केही न केही समस्या, उल्झन, पागलपन, छटपटाहट, विघ्न बाधा अडचनहरू, दुर्घटनाहरू, यस्ता अप्रिय घटनाहरू, जीवनलाई कठिनाइपूर्ण खालका परिस्थितिहरू तपाईँले हेर्नुपर्ने अवस्था हुन सक्छ। कहीँ तपाईँको गोप्य रहस्य के खुल्न सक्छ, कुनै सामान हराउन सक्छ, टुट्न सक्छ, फुट्न सक्छ, कुनै न कुनै चिजको आकस्मिक नोक्सान या आकस्मिक अलिकति मानहानिका योगहरू पनि बन्न सक्ने सम्भावना रहेको कारणले गर्दा राहु देवताको आराधना स्तुति हनुमान बजरङ्ग बाण हनुमान चालिसा पाठ गर्न नछुनुहोला, महामृत्युञ्जयको जप गरिरहनु होला। कुनै पनि प्रकारको दुर्घटनाबाट बच्नको लागि महामृत्युञ्जयको तपाईँले जप्न सक्नुहुनेछ, ओम त्र्यम्बकम वाला मन्त्र। र साथसाथमा अब यहाँ तपाईँको शनि देवताको कुरा गरौँ। शनि देवता भनेको दशम भावमा कर्म क्षेत्रमा अष्टमको मालिक र भाग्यको मालिक भएर पुरा वर्ष तपाईँको दशममा रहनेछन् भने, तर शनि दशममा हुँदै पनि साउन 11 गते बक्री हुनेछन्, त्यसपछि फेरि मङ्सिर 26 गते पनि एकचोटि फेरि बक्री हुनेछन्। दुई पटक यहाँ बक्री अवस्थामा रहनेछन्। त्यसै गर्दाखेरि यस वर्ष तपाईँको कर्ममा उतार चढाव आउन निहित छ र आफन्त, घर परिवार, नानाता, पिता को स्वास्थ्यमा केही न केही बाधा विघ्न अडचन, तपाईँको पनि खुट्टामा समस्या आउन सक्छ, यहाँ आँखामा देब्रे कन्तरमा समस्या आउन सक्छ, टाउकोमा समस्या आउन सक्छ, छातीमा समस्या आउन सक्छ भने अब दशमको सप्तम स्थानहरू गुप्ताङ्ग बिमारी पनि तपाईँको हुन सक्छ। पारिवारिक केही झमेला, केही विवाद, अझै पनि पारिवारिक समस्याहरू यो वर्ष पनि तपाईँको उल्झनमै रहन सक्छन्। कतिपय प्रेमिल पक्षहरूमा पनि केही मनमुटावको कुराहरू, ब्रेकअपको कुराहरू या बोलचाल बन्दको कुराहरू पनि नगलन हुन सकिन्न। प्रेममा अलिकति तपाईँले सावधान रहनुपर्ने अवस्था हुन सक्छ। बाँकी शनिदेवको अब सिधा 1, 2, 3 तृतीय दृष्टि 12मा पर्दै गर्दा विदेश यात्रालाई भने अवश्य पनि योग बन्नेछ, तर अलिकति पैसा धेरै खर्च हुन सक्छ, खर्चिलो अवस्था रहन सक्छ। यो कुरामा पनि ध्यान पुर्याउनु होला। तर एउटा कर्म एकदम यस्तो आउन सक्छ किनकि कर्म क्षेत्रमा शनिदेवलाई त्यति खासै खराब मानिँदैन र भाग्येश पनि भएर आउँदै गर्दा लग्नेशको मित्र हुँदै गर्दा यहाँ योग राख्छन्। योग ग्रह दशममा बस्ने बित्तिकै उच्च पद प्रतिष्ठा तपाईँले पाउनुहुनेछ। विशेष गरेर यदि शनिको लाइनमा, शनिका क्षेत्रमा तपाईँ हुनुहुन्छ, जस्तै अब अङ्ग्रेजी पढ्दै हुनुहुन्छ, साइन्सको विद्यार्थी हुनुहुन्छ, टेक्निकल लाइनमा इन्जिनियरिङ क्षेत्रमा या सिभिल इन्जिनियरिङ या मेकानिकल इन्जिनियरिङ या कुनै पनि यस्ता उद्योग धन्दा, कल कारखानाहरू, इन्डस्ट्रियल एरियामा गाडी वाहन जग्गा जमिन धातुसित सम्बन्धित, कोइला कारखाना, तेल डिजल ग्यास, यस्ता ठेक्का पट्टा, दलाली कमिसन, राजनीति यस्ता क्षेत्रमा तपाईँ जोडिनु भएको छ। समाजमा सामाजिक कार्यसित जोडिनु भएको छ। कुनै ठुल्ठुला संस्थाहरू, मल्टिपल बहु कम्पनीहरू, विदेशी कम्पनीहरू अथवा एक्सपोर्ट इम्पोर्ट्सका कामहरू गरिरहनु भएको छ भने तपाईँलाई ग्यारेन्टीका साथ तपाईँलाई फाइदा हुन सक्छ। र कृषि क्षेत्रमा पनि तपाईँलाई फाइदा हुनेछ। यदि कृषक हुनुहुन्छ भने घरमा भैँसीहरू, घरमा लैना भैँसी हुन सक्छन्, गाई बाख्रा भैँसी केही कुखुरा फर्म यस्तो केही फर्महरू पालिरहनु भएको छ भने पनि त्यहाँबाट पनि तपाईँलाई विशेष फाइदा
शनिदेवले गराउनेवाला छन्। छातीमा चतुर्थ स्थानबाट छाती स्थानमा माता, गाडी, वाहन जग्गा जमिन, भूमि, लोकप्रियता यस्तो स्थानमा आएर शनिको दृष्टि पर्दै गर्दा अलिकति थोरै छाती दुख्ने समस्या, फोक्सो, मुटु सम्बन्धी समस्या, हार्ट एटेक सम्बन्धी, प्रेसर सम्बन्धी, नसा सम्बन्धी कुनै प्यारालाइसिस या अलिकति नसाको बिमारी या कुनै घुटन घुँडा दुख्ने खालको बिमारीहरू यस्ता कुराहरू पनि अलिकति समस्या हुनसक्छ। आफ्नो आमाको स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु होला, माताको आशीर्वाद लिनु होला, आमाको मन नदुखाउनु होला र साथसाथमा विशेष गरेर महिला उनीहरूले आमा भन्ने बित्तिकै माइतको आमालाई मात्रै हौसला लाने होइन, घरका आमालाई पनि, सबै आमालाई, मातृशक्तिहरूलाई, आफूले मान्ने जनहरूलाई सबैको ध्यान सबैतिर ध्यान आकर्षण गराउनु होला। र विशेष गरेर भन्नुपर्दा यति बेला तपाईँले कुनै पनि पिएचडी गर्दै हुनुहुन्छ, अन्तिम कोर्स गर्दै हुनुहुन्छ, डाक्टर पिएचडी उपाधि के लिँदै हुनुहुन्छ भने पनि अथवा लोकसेवाको लागि लड्दै हुनुहुन्छ भने विशेष सरकारी क्षेत्रमा तपाईँलाई फाइदा यो वर्ष हुनेवाला छ। शनिको कृपा दृष्टि तपाईँलाई अवश्य पनि पर्नेछ भने जसको विवाहमा ढिलो भइरहेको थियो, विवाह रोकिरहेका थिए भने शनिदेवको दशम दृष्टि सप्तम स्थानमा पर्दै गर्दा यो वर्ष तपाईँका विवाहहरू सम्पन्न हुनेछन्। विवाहका योगहरू बनिरहेका छन्। सन्तानको पनि योग बनेको छ भने अलिकति काम कलामा पनि तपाईँले, किनकि शनि सप्तम स्थानबाट दिग्बल प्राप्त हुने हुँदा आफ्नो प्रिय स्थानमा शनिको दृष्टि पर्दै गर्दा ससुराल पक्षबाट पनि विशेष लाभ हुनेछ। अथवा श्रीमान श्रीमतीको सम्बन्धमा केही मधुर सुधारहरू आउन सक्ने सम्बन्ध पनि रहन सक्ने अवस्था हुन्छ एकतर्फ भने, अर्कोतर्फ शनिको दृष्टि खराब हुने हुँदाखेरि थोरै तपाईँले भुलचुक गर्नुभयो, थोरै गल्ती गर्नुभयो, थोरै आडम्बर इगो जागृत गर्नुभयो भने अथवा भनाभन गर्नुभयो भने र विगतका कुरालाई कट्याउन थाल्नुभयो भने ग्यारेन्टीका साथ तपाईँको बन्नेवाला सम्बन्ध पनि झन् बिग्रन सक्छ। त्यस कारणले गर्दा बितेका कुरा, गएका कुरा, सानैतिनो कुरा, जेना मसिनो कुरालाई ध्यानमा नदिएर एउटा आफ्नो लक्ष्य, आफ्नो एउटा कर्तव्य पालन गरेर अगाडि बढ्नुभयो भने ग्यारेन्टीका साथ तपाईँले अत्यन्तै मनबाट आनन्दको सुख, यौनिक सुखहरू पनि तपाईँले पाउन सक्नुहुनेछ भन्दै आजको पाइलाई चाहिँ बिराजेर चाहिएको थियो एउटा मासिक राशिफल। यदि हजुरले म तपाईँलाई पहिले पनि भनिसकेको छु, यदि यस च्यानलमा आएर तपाईँले आफ्नो कुनै पनि ज्योतिषीय वास्तु सम्बन्धी समस्या जिज्ञासा लिएर आउन चाहनुहुन्छ भने वाट्सएप मार्फत जोडिनु होला र यस च्यानलबाट नित्य निरन्तर रूपमा ज्योतिष, अध्यात्म, साहित्य, वास्तु, असर, रेखाङ्क, ज्योतिष, सपना, शकुन, तन्त्र, मन्त्र, यन्त्र, कथा, प्रवचन, कर्मकाण्ड, हवन, यज्ञ, अनुष्ठानहरू यस्ता विशिष्ट आध्यात्मिक प्रेरणादायी भिडियोहरू हेर्न, देख्न, सुन्न पाइरहनु भएकै छ, पाइरहनु हुने नै छ। आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नबिर्सनु होला भन्दै आजको बसाइबाट छुट्टिन चाहिँ बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।